आज हामीहरूलाई के भएको थियो र के कारणले गर्दाखेरि हामीहरूले यति राति उठ्नु परिरहेको थियो देखाउने छु पुरा भिडियोमा। हे गाइज, फेरि पनि स्वागत छ सबैजनालाई हाम्रो एउटा नयाँ मिनी भ्लगमा। आई होप कि सबैजना सन्चै अनि एकदमै आरामै नै हुनुहोला। सो आज चाहिँ हाम्रो 5000 फलोवर्स सब्सक्राइबर्स कम्प्लिट गर्ने च्यालेन्जको डे 36 पनि भइसक्यो। आजभोलि चाहिँ अलि तपाईँहरूको माया कम भयो जस्तो छ, न त लाइक कमेन्ट आइरहेको छ न त फलो नै गरिराख्नु भएको छ। लाइक कमेन्ट सेयर र फलो अनि सब्सक्राइब गरेर चाहिँ साथ सपोर्ट देखाउनु होला है। सो आज चाहिँ यस्तो उज्यालो नभएको अँध्यारोमै हामीहरू चाहिँ उठेका थियौँ। भित्र गएर हेरेको त बुढी चाहिँ अब आटो गुन्दै रहेछिन् र त्यतिकैमा म पनि लाग्यो अब ड्राई फ्रुट्सहरू काट्नको लागि। त्यसपछि चाहिँ अब हामीहरूले बनाउन थाल्यौं पुडी रोटी। अब चाहिँ मेरो बुढी पनि रेडी भइसकेको थिइन् र म पनि अब हुडसुट लगाएर गाडी स्टार्ट गरेँ अनि गएँ म चाहिँ दोकानहरूतिर केही फलफ्रुट अनि केही घरमा चाहिने सामानहरू लिनको लागि। दोकानदेखि फलफ्रुटहरू लिए अनि म चाहिँ अब रुमतर्फ फर्केँ किनकि यहाँ चाहिँ अरू सामान पाएन। त्यसैले म चाहिँ रुम नजिकवाला दोकानमा पनि गएर त्यहाँ गएर अरू चाहिएको सामानहरू सबै लिएर आएँ। घरमा आएर हेरेको त बुढीले चाहिँ अब पूजा गर्नलाई रेडी भइसकेकी रहेछ। त्यसपछि म गएर हाम्रो यता बस्ने सबै सानसाना नानीहरूलाई लिएर आएँ किनकि आज मेरो बुढीको कन्या पूजन थियो। मेरो बुढीले चाहिँ नवरात्रिको व्रत गरिरहेको थियो नि त, त्यसैको मेरो बुढीले चाहिँ उनीहरूको लागि ल्याइदिएको सबै सामानहरू उनीहरूलाई दिए रहेछन् र साथमा प्रसादहरू पनि जे बनाएको थियौँ त्यो सबै दिएकी रहेछन्। र यो खुट्टा पनि यस्तो यिनीहरूको रातै रातो बनाइदिएकी रहेछन्। उनीहरू सबैको चाहिँ एक्जाम चालु भएकाले उनीहरू चाहिँ फटाफट प्रसाद लिँदै जाँदै गर्दै थिए। त्यसपछि मेरो बुढीले चाहिँ अब सबै पूजाहरू सकेर चाहिँ अघि उनीहरूको खुट्टामा लगाइदिएको यो कलरलाई चाहिँ आफ्नो हातमा लगाएर देखाउन थालिन्, हेर कस्तो देखियो भनेर। मैले चाहिँ बुढीलाई भने यसको कलर चाहिँ धेरै नै हार्ड हुन्छ, आफ्नो हातमा नलगाउ, लाग्यो भनेपछि निक्लिन्न भनेर म चाहिँ यो कलर फ्याँक्नलाई गएको। फ्याँक्न गएको मान्छे म झनै मेरै हातैभरि पुरै लाग्यो। अब हातमा चाहिँ यो कलर लागिहाल्यो, अब चाहिँ दिनभरि यस्तै गरी नै बस्ने होला। आजबाट चाहिँ मेरो बुढीको व्रतहरू पनि सबै खतम भयो र त्यही व्रत खोल्ने र कन्या पूजन गर्ने भनेर आज यति बिहान उठेको थियौँ हामी चाहिँ। भिडियो मन परेमा लाइक कमेन्ट सेयर र फलो अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। हस्त भाइ, जय नेपाल।